राष्ट्रिय स्वतन्त्र पार्टीको आजको चितवन महाधिवेशनमा सबै दलहरूले बोलेको कुरा सुन्दा नि साथीहरू, मलाई कस्तो लाग्यो भने एमालेको घमण्ड अझै हराएको रहेनछ। अब पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको त म फ्यानै हो, तर उहाँले आज यति राम्रो भनाइराखेर जानुभयो, तर मलाई एकदम राम्रो लाग्यो। र हाम्रो नेपाली काङ्ग्रेसको गगन थापा धेरै नै सुध्रिनु भएको रहेछ। मलाई उहाँको सबभन्दा बेस्ट पोइन्ट यही लाग्यो, किनकि हामीले गल्ती गऱ्यौँ, अब हामी गल्ती सुधारिसक्यो, हामीले सुधार्ने क्रममा छौँ। हामी आफ्नै घरबाट चाहिँ गल्ती सुधार्ने क्रममा छौँ। यति राम्रो बोल्नु हो, यति राम्रो, यो सबभन्दा मेन पोइन्ट नेपाली काङ्ग्रेसले सुधार्नु भएको यो राम्रो छ कि होइन। यत्रो वर्ष आफ्नै घरमा हामीले हातमा हात मिलाएर बिग्रेको हो नि त, ग्यास सही हेर्नुहोस् त। र सँगसँगै आयो अब यतापट्टि एमाले अलिकति क्रोध के अझ क्रोध त हराएकै छैन। अब नेकपा माओवादी भनौँ, पहिलाको माओवादी अहिलेको नेकपा के छ होइन, त्यसले नि राम्रो पोइन्ट हो कि उहाँले नि राम्रो, पुष्पकमल दाहालज्यूले नि राम्रो पोइन्ट नै आज त्यो गर्नु भएको रहेछ। तर मलाई त्यो पनि राम्रै लाग्यो। यतिकैमा नि साथीहरू सबभन्दा बेस्ट भनेको हाम्रो बालेन शाहले दिनुभएको कि अहिलेसम्मको के रवि लामेछानेज्यूको त सुन्नै पाएको छैन कि बालेन शाहज्यूको प्रश्न सुनेरै म यसो भिडियो बनाएको कि हजुरहरूले। कस्तो लाग्यो भनेको यो भनेको रम्मलमा गुडेको गाडी होइन, जहाँ पाइ त्यो छिस्सा ब्रेक हान्दै हिँड्ने के हो क्या साथीहरू। म भनेको मैले गाडी चलाएको जस्तो क्या साथीहरू, ठ्याक्क 90मा लग्छ, हाइवे बाटो हो, 90मा गाडी लग्छ, यतिकै हो यो। यसरी छोड्दा नि केही फरक पर्दैन कि साथीहरू। अहिलेको नेपालको बालेन सरकारको ट्र्याक कुदाइ नि यो ट्र्याकमा छ कि, यो ट्र्याकमा ल बालेन शाहले भन्नुभयो नि रम्बलमा हाम्रो गाडी रम्बलमा कुदेको छैन क्या, छिसो ब्रेक हान्नेले। हामी भनेको एक्सप्रेस हाइवेमा कुदेको गाडी हो, जहाँ पुग्छ ठ्याक्क ब्रेक रोक्छ। ल कस्तो लाग्यो त साथीहरू, यो हो क्या पोइन्ट भनेको। हेर्नु साथीहरू, यो मेरो गाडी हो, ठ्याक्कै 300 किलोमिटर पुग्नु छ, म यतिको हो साथीहरू। यो नाचे नि हुन्छ। अब यो गाडी लक हो क्या, यो ब्रेक सुन्नु नि पर्छ नि, देखिहाल्नु भयो। आउँछ गाडी ओभरटेक गर्नेको ओभरटेक गर्छ, आफ्नो ट्र्याक छोड्नेवालै छैन, एक्सप्रेस ट्र्याक हो यही। ल यो अहिलेको हाम्रो नेपाल सरकार नि यो ट्र्याकमा कुदेको छ म जसरी के, म यसरी हुँदैन के हुँदैन। ल के भयो त, दुइटै हातले गाडी छोडिरहेको छु, केही मतलबै छैन कि साथी। यो ट्र्याकमा कुदेको छ अहिले हाम्रो नयाँ सरकार, नेपाल सरकार। त्यसैले त हामीले भोट दिएको त। त्यत्तिकै घरमा आमालाई घन्टीमा भनेको त हामीले होइन नि, घरमा फ्यामिलीलाई घन्टीमा, नजिकको आफन्तले घन्टीमा त्यत्तिकै भनेको त होइन नि साथीहरू। यो हो कि बालेन शाहले मेरो सबभन्दा मनपर्ने कुरो भने यो एक्सप्रेस ट्र्याकमा कुद्यो, जहाँ लास्ट पोइन्ट हुन्छ नि त्यहाँ रोकेर ब्रेक हानिन्छ हो साथीहरू। उदाहरण अन्त जानु पर्दैन, मै छ यहाँ स्वयं। म अहिले गाडी चलाइरहेको छु, मेरो ट्र्याक 200 किलोमिटरको, 200 किलोमिटर नपुगेसम्म रोक्ने चलन छैन। जोसुकै आओस् कि, यताबाट उड आओस् कि, यताबाट गाडी आओस् कि, यताबाट गाडी आओस् कि, न मतलब हो भन्नुको अर्थ यताबाट बालेन सरकारले विरोध आओस् कि, यताबाट विरोध आओस् कि होइन, घरि के को च्याङ आओस् कि, नो एक्सप्रेसमा कुदेको गाडी हो, कुद्या छ। कस्तो लाग्यो त बालेन शाहको कुरा तपाईँहरूले? मलाई चाहिँ एकदम बेस्ट लाग्यो, एकदम मन छुयो। सबभन्दा मन छुने भनेको मलाई यो सीमाको बारेमा भने नि, इन्डियाको प्रमाण छ भने ल्याएर आऊ, ठिक छ। तिमीहरूको जग्गा हामीले मिचेको छ भने प्रमाण ल्याएर आऊ। हाम्रो जग्गा त तिमीहरूले मिचेको छ, हाम्रो प्रमाण छ, बकैता प्रमाण छ, यो प्रमाण ठिक हो होइन। लिपुलेक लिम्पादुर्ग हाम्रोसँग प्रमाण छ, होइन भने इङ्ग्लिस सरकार ब्रिटिस सरकारसँगको त्यो बेलाको प्रमाण हामी ल्याउन तयार छौँ। किनकि हामीले ब्रिटिसले मध्यस्थ गर्न होइन, त्यहाँ भएको प्रमाण चाहिँ हामीसँग छ भनेको हो। ल हेर्नुहोस्, कुरा त्यो पनि क्लियर भयो। र अर्को कुरा सुकुम्बासीको कुरा भन्नु, सुकुम्बासी उहाँले यो 5 वर्षभित्रमा सखा बनाउनु भयो। अर्को 5 वर्ष पछाडिको चुनावमा हामी नयाँ एजेन्डाले जान्छौँ भन्नुभयो। यो सबभन्दा बेस्ट हो हेर्नुहोस् है त, यो सबभन्दा बेस्ट कुरो गर्नुभयो। र अर्को संसदमा क्याङ हिजो अस्ति कराइरहेको थियो नि साथीहरू, यो क्याङ कराइरहेको थियो। ल त्यसको नि आज क्लियर भयो होला। हेर विपक्षी हो, सुन कान खोलेर, आज क्लियर भयो नि। हतियारलाई 5 घन्टा होइन, देश सुशासनको बारेमा, विकास गर्नको बारेमा, जहाँ भ्रष्टाचार भएको छ त्यो ठाउँमा त्यो गर्नको लागि हतियारलाई 5 घन्टा होइन, हामी 5 वर्ष सँगै पनि राख्न तयार छौँ।
कुरा क्लियर भयो नि हो मलाई यही भएर बालेन शाह मन परेको साथीहरू तपाईँहरूले कस्तो लाग्यो त हाम्रो आजको बालेन शाहको त्यो ल है त ठ्याक्क कमेन्ट गरौँ है त